हेलिकप्टर प्लेनहरू हैन सबै थोक मर्मत हुन्छ तर रुको जरा ल साथीहरू काठमाडौँमा गर्मी वात्तै बढेको स्थिति छ अहिले। अब गर्मी वात्तै बढेपछि त कि त एसी फिट गर्नु पर्यो कि त एउटा फ्यान त चाहियो। अब मैले चाहिँ यो 1 वर्ष अगाडि लिएको फ्यान चाहिँ अब यसको हालत यस्तो कन्डिसनमा छैन। अब केही छैन, टुक्रा टुक्रा यस्तो छ। अब यसलाई रिपेयर गर्नु पर्यो। अब यति पनि गर्ने तपाईसँग सिप छैन भने चाहिँ तपाईहरुले साह्रै दुःख पाउनुहुन्छ है साथीहरू। यो यति जोड्नलाई चाहिँ कुनै इलेक्ट्रिसियन पनि हुनु पर्दैन, इन्जिनियरिङ पनि पढ्नु पर्दैन, केही पनि पढ्नु पर्दैन। यस्तो खजानाहरू हो। अब यो खजाना जोड्न चाहिँ जान्नुपर्छ। यति सिप भयो भने चाहिँ नि दुःख पाउने चान्सेस एकदम कम हुन्छ है। घरमा यति गरेन भने सबको हेपाइ खानुपर्छ है। फेरि यति पनि जोड्न जानेन भने चाहिँ अब यसलाई म चट्ट लाएर हैन यो सब यो काम लाग्ने चिजहरू हो। यसलाई यहाँ जोडजाड बनाएर चाहिँ अब म यसलाई यहाँ फिट गर्नु पर्यो हैन त। यति जोड्न त जान्नुपर्छ है साथीहरू, न त दुःख पाइन्छ। ल एकछिन अब म यसलाई फिट गर्छु, त्यसपछि चिटिक्क बनाएपछि तपाईलाई देखाउँछु है। ल साथीहरू यो खजाना जोड्न चाहिँ जान्नुपर्छ है। यो टुक्रा टाक्रीको खजाना चाहिँ यसमा फिट गर्नु पर्यो। मैले यो फिट गरिरहेको छु है। अब भने कैँची चाहियो नि त, यो चिटिक्क बनाउनु पर्यो, काट्नु पर्यो हैन, न त फेरि इलेक्ट्रिक सर्ट हुन सक्छ नि त। यो त एकदम ध्यान दिनु पर्यो हैन त। अब जोड्ने कार्यक्रम भइरहेछ यो। यतिको स्किल्स चाहिँ हुनुपर्छ है, सबैले सिक्नुहोस् यो चाहिँ। नत्र घरमा दुःख पाइन्छ। एउटा फ्यान बोकेर यो जोड्न जाने कुरो पनि भएन हैन। यो त घरैमा रिपेयर गर्नु पर्यो यस्तो सामान्य कुराहरू। अब म यहाँ यसलाई ल साथीहरू फाइनली यो कम्प्लिट भयो हैन। फर्स्ट एटेम्पमै यो पहिलो प्रयासमै यो बनाइयो भनेपछि यहाँ हेलिकप्टर प्लेनहरू हैन सबै थोक मर्मत हुन्छ तर